साथीहरु अब आँप हामीले काटेर यतिको बनायो। अब यो बनाएपछि अब यसलाई पेस्ट गर्छौं ग्राइन्ड गरेर। अब यो यतिको हाल्यौं हामीले। अब यो ग्राइन्ड गर्ने यसलाई स्मुथ पेस्ट बनाउने। यतिको स्मुथ भएपछि चाहिँ यो हुन्छ है। थोडो गरौँ। दूध अब चाहिँ यो सेलाउँछ। सेलाएपछि देखाउँछु है। त्यो सेलाएपछि साथीहरु मैले चिनी हाल्न बिर्सेछु अघि नै। त्यही भएर यो तातो दुधमा अलिकति चिनी पनि एड गरेको छु मैले है। अब यसलाई एकछिन सेलाउन राखौँ है। अब चाहिँ यो दुध सेलायो। दुध सेलाएपछि मैले यसमा मिक्स गर्छु। सबै चाहिँदैन जस्तो लाग्यो। पातलो हुन्छ कि हैन। यति हालेर हेरौँ हामी। मिक्स गरेर हेरौँ। यतिको अब चाहिँ यो हाम्रो आइसक्रिम पनि बनाउने हामी बच्चाहरूले रमाउँछ नि त यो आइसक्रिम यसो समातेर खानलाई। अनि अरू चाहिँ के रे बरफ बनाउने यो चाहिँ अरू चाहिँ आइसक्रिममा हालिदिन्छु म। यसमा फिल गर्छु है त। Looks very yummy. अहिले खानु मन। यो बाहिर लागेको चाहिँ अलिकति सफा गरौँ है। यो चाहिँ अब खाली नै छोड्दै अफ गरिसक्यो। चाहिँ फ्रिजमा राख्ने अब यो चाहिँ त्यो चाहिँ अहिलेको बच्चाहरूलाई बरफ जस्तो खान मन पराउँछ नि त हैन। अनि यसमा चाहिँ अब आइसक्रिम बनाउने हामी ठुलोले खाने। साथीहरु यसमा भरेर राख्छु म। अब यो ठुलो भाँडामा यो सानो भाँडामा 2 भाँडा भयो हाम्रो आइसक्रिम। अब यो चाहिँ आइसक्रिम बनाउने अब फ्रिजरमा हाल्ने त साथीहरु। अब हजुरहरुलाई म यो कति घण्टा पनि 5-6 घण्टापछि चाहिँ देखाउँछु है त जमेपछि। हस् हेर्नुस् त अब यो हिजो हामीले बनाउन राखेको आइसक्रिम म्याङ्गो आइसक्रिम रेडी भएको छ। लुक्स भेरी यम्मी। लिनुस् त। अनि यो चाहिँ हाम्रो पटमा हालेको। हजुरहरु पनि अब म्याङ्गोको सिजनमा यस्तै गरेर बनाउनुस् अनि खानुस् है त। धन्यवाद।